यस्तो हुन्छ नि त हाम्रो समाजमा कस्तो हुन्छ भने अब राम्रो नराम्रो होस् गुरुबा केही अब नयाँ कुराको सुरुवात होस् गुरुबा विवाह वर्तमान हुन्छ नि अब गुरुबा त्यही भएर नि अब मैले त यो पडकास्ट गरेको त अब भर्खर नयाँ हो नि त नयाँ हजुर सो त्यही कारणले चाहिँ मैले अब तपाईँलाई सम्झेको भेरी फर्स्ट एपिसोड होइन एकदम राम्रो हो सो केही कुराको मेरो पनि एउटा सुरुवात हो नि त यो त सो तपाईँलाई सम्झेको त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको अमूल्य समय छुट्याएर आइदिनु भयो एकदम र सुरुमा मलाई जान्न मन परेको चाहिँ तपाईँको ब्याकग्राउन्ड के हो र तपाईँको नाम र मलाई मेन जान्न मन परेको चाहिँ तपाईँलाई चाहिँ हङकङमा किन कम्प्युटर बाजे भनेर चाहिँ चिनिन्छ हजुर हजुर ठिक छ म भन्छु नि हजुर अब मेरो जन्म चाहिँ दोलखा जिल्ला है हजुर काटेकोटी गाविस मेरो जन्म हो त्यहाँ हुँदै म काठमाडौँ आएँ त्यसपछि अब मेरो नाम चाहिँ ज्योतिष अहिले मैले पिएचडी पनि भर्खरै सकेँ त्यो भएकोले ज्योतिष डाक्टर ईश्वर प्रसाद दुलाल मेरो अहिले नाम नर्मल्ली अब यो आफ्नो लाइफको बारेमा त म 7 वर्षदेखि नै यो ज्योतिष क्षेत्रमा चिन्हहरू हेर्ने गाउँमा गएर पूजाहरू गर्ने सत्यनारायण पूजा रुद्रीहरू गाउँमा गर्ने खालको कामहरू गर्थेँ मैले 10-12 वर्षदेखि त निकै जान्ने नै भइसकेको थिएँ अब 16-17 वर्षको उमेर भनेको त मान्छेको टिनेज हो अब एकदम इन्ट्रेस्टिङ हुन्छ नि त अब यो ज्योतिष सब्जेक्ट कस्तो छ भन्नुहुन्छ भने यो चाहिँ एकदम इन्ट्रेस्टिङ छ क्या मात्रै एउटा कुण्डली हुन्छ त्यो कुण्डलीको आधारमा तपाईँको लाइफ साइकल बताउनुपर्छ क्या तपाईँ के गर्नुहुँदैछ कसरी जन्मिनुभयो कसरी मर्नुहुन्छ के काम गर्नुहुन्छ भन्ने कुरा त्यहाँ चाहिँ यथार्थ चित्रण गर्नुपर्छ क्या त्यो भएकोले अलिक इन्ट्रेस्टिङ पनि छ अनि त्यही क्रममा मैले चाहिँ अब गर्दै गर्दै अब हङकङ अहिले बसाइ लगभग 17 वर्ष जति भयो 2009 डिसेम्बरदेखि यहाँ अब सुरु गरेको बस्नलाई अहिले अब 2026 को चाहिँ मे भइसक्यो अब यो टाइमसम्मको क्यालकुलेसनमा हङकङमा यसरी कामहरू गरिँदैछ नर्मल्ली हामीले कुनै पनि पसलहरू खोल्दा होस् अथवा व्यवसायहरू गर्दा होस् व्रतबन्ध गर्दा होस् विवाह गर्दा होस् केही माङ्गलिक शब्दहरू केही माङ्गलिक मन्त्रहरू उच्चारण गरिन्छ सबभन्दा पहिला त्यही क्रममा मैले एउटा सानो मन्त्र चाहिँ उच्चारण गर्छु सबभन्दा पहिला अनि त्यसपछि हामी अरू सुरु गरौँ ल ओम श्री भङ्ग महागणपतये नमः लक्ष्मीनारायणाभ्यां नमः उमामहेश्वराभ्यां नमः ओम वाणी हिरण्यगर्भाभ्यां नमः सचिपुरन्दभ्यां नमः मातृपितृचरणकमलेभ्यो नमः इष्टदेवताभ्यो नमः कुलदेवताभ्यो नमः ग्रामदेवताभ्यो नमः वास्तुदेवताभ्यो नमः स्थान देवताभ्यो नमः सर्वेभ्यो नमः सर्वेभ्यो ब्रह्मणेभ्यो नमः ओम सुमुखश्चन्त कन्दन्तश्च कपिलो गजकर्णक लम्बोदरश्च विकटो विघ्ननाशगणाधिप धूम्रकेतु गणाध्यक्षो भालचन्द्र गजानन द्वादशैतानि नमानिये पठे श्रेण्यादपि विद्यारम्भे च विवाहे च प्रवेशे निर्गमे तथा सङ्ग्रामे सङ्कटे चैव विघ्नस्य तस्य न जायते शुक्लाम्बरधवं देवं शशिवर्णचतुर्भुजं प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये अभितो सिद्धार्थं पूजितो सुरासुरै सर्वविघ्नहरस्तस्मै गणाधिपतये नमः। हजुरलाई यो जुन अब सुरु गर्नुभएको छ यसको लागि धेरै धेरै शुभकामना छ र मलाई आज यो ठाउँमा यसरी बसेर कुरा गर्ने तपाईसँग बोल्ने जुन मौका दिनुभयो यसको लागि पनि एकदमै धेरै धन्यवाद छ हृदयदेखि। सायदै मेरो विचारमा हङकङमा यो सबैभन्दा पहिलो एउटा तपाईँको कार्यक्रम हो र यसले तपाईँको एकदमै शिखर चुम्नेछ। यसमा मेरो धेरै धेरै आशीर्वाद पनि छ तपाईँलाई र शुभकामना पनि छ। आगामी दिनहरूमा मेरो तर्फबाट कुनै पनि अब धार्मिक क्षेत्रको कुराहरू आर्थिक क्षेत्रको कुराहरू केही सरसहयोगहरू गर्नुपर्ने अवस्था भयो भने पनि म तत्पर छु र आगामी दिनहरूमा अझै धेरै राम्रो धेरै ठुलो अफिसमा बस्न पाइयोस् र तपाईँको चाहिँ एकदम प्रगति होस् है। धन्यवाद। ल त्यसै गरी अब कस्तो हुन्छ भने हामी
एउटा नर्मल मान्छे हुन्छ नि अब एउटा हजुर अब तपाईँ त अब गुरुबा भयो यताउता भयो तर हामी जस्तो मान्छे हामीले त अब बिहान उठेर ओके गरौँला रे धुप बालौँला रे पूजाउँला रे एउटा अब हुन्छ नि भगवान् सम्झेर तर तपाईँको चाहिँ एउटा डेली स्केड्युल के छ बिहान उठेर के गर्नुहुन्छ र बेलुकासम्म तपाईँको के छ स्केड्युल मेरो नर्मल्ली म बिहान 5 बजे उठ्छु एभ्रिडे मेरो उठ्ने समय चाहिँ बिहानको 5 बजे मोबाइलमा घन्टी बज्छ घन्टी बजेपछि घन्टी हेर्दै फेरि सुत्दै गर्ने बानी मेरो छैन म जुरुक्क उठ्छु अनि मेरो हरेक दिन चाहिँ स्नान हुन्छ अनि नुहाइधुवाइको काम सकिसकेपछि मैले चाहिँ 1 घन्टा प्रार्थना गर्छु 1 घन्टा मैले चाहिँ पुरा प्रार्थना गर्छु प्रार्थनामा मैले नर्मल्ली मेरो जीवनमा जति पनि मसँग जोडिनु भएको मेरो अब भक्तजनहरू मेरो कस्टमरहरू मेरो साथीभाइ इष्टमित्र आमा बुवा दाजुभाइ दिदीबहिनी जति पनि हुनुहुन्छ उहाँहरूको लागि मैले चाहिँ एउटा चराचर सर्वरक्षाको लागि केही मन्त्रहरू जप्छु त्यसमा सबैभन्दा मेन भनेको अब गायत्री मन्त्रलाई एकदम प्रमुख रूपमा मानिन्छ गायत्री मन्त्रमा अब ओम भूर्भुवस्सुः तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो न प्रचोदयात् भनिन्छ यो एक किसिमको हाम्रो भित्र भएको ऊर्जालाई पनि एकदम राम्रो गर्ने र शक्ति प्रदान गर्ने र सम्पूर्ण कुराहरूलाई एकदम असीम तरिकाबाट प्राप्त गर्न सक्ने मन्त्रको रूपमा लिइन्छ यो प्राय सबै व्यक्तिहरूले जप्न सक्नुहुन्छ त्यसपछि मेरो 6:15को कार्यक्रमपछि म चाहिँ अब मेरो एउटा जोडनमा यो फेरी स्ट्रिटमा एउटा मन्दिर छ सानो म आफैले त्यहाँ चाहिँ यसो भक्तजनहरूलाई आउनु पूजा गर्नु हङकङको यो घरहरूको एकदम समस्या देखेपछि मैले पूजापाठको लागि सामान्य ग्रह शान्तिको लागि एउटा सानो ठाउँ चाहिँ मैले बनाएको छु त्यही ठाउँमा मैले चाहिँ आएर म त्यहाँ पूजा गर्छु त्यहाँ चाहिँ 1008वटा शिवलिङ्गहरू छ अनि शिवजी गणेश दुर्गा माताको शान्त मूर्तिहरू पनि छ अनि त्यहाँ 4वटा कलश राखेर हामीले चाहिँ एउटा सामान्य पूजा गर्ने ठाउँ पनि बनाएको छौँ अनि त्यहाँ मैले बिहान आएर पूजा गर्छु पूजा गरिसकेपछि मेरो 7, 7:30, 8 बजेको टाइम हुन्छ मैले अब गीताहरू पाठ गर्छु भागवतहरू पाठ गर्छु गणेश पुराणहरू पाठ गर्छु भर्खरै यो अब अहिले अस्ति साउनको महिनाबाट चाहिँ मैले अब यो शिवपुराण सकेँ साउनबाट भर्खरै सकेँ मैले अलिअलि अब एकै दिनमा यहाँको व्यस्तताले गर्दा धेरै पढ्नु पाइँदैन त्यसपछि मेरो अब 9 बजेदेखि कहिलेकाहीँ 8 बजेदेखि नै आउन सुरु हुन्छ भक्तजनहरू आउनुहुन्छ कोही पूजाको लागि मात्रै आउनुहुन्छ कोही ग्रह शान्ति गर्न आउनुहुन्छ कोही भविष्य हेर्न आउनुहुन्छ अनि त्यसको साथसाथमा अब मेरो अरू अलिकति अब बाहिरी केही समाजसेवा र केही बिजनेसको पनि कामहरू छ त्यो कामहरूमा पनि केही समय मैले निकाल्नुपर्छ अनि मेरो बुवा आमा यहीँ हङकङमै हुनुभएको हुनाले उहाँहरूको चाहिँ 12 to 1 चाहिँ खाना खाने समय एकदम जरुर हुन्छ मम्मी आफै खाना बनाउनुहुन्छ अनि मम्मीले चाहिँ अब ठक्क 12 बजेपछि कतिखेर आउँछ भन्दै हेर्दै बस्नुहुन्छ क्या अनि त्यो भएकोले अब खाना जान्छु त्यो टाइममा खाना खाएर मेरो 1 बजे फेरि ठ्याक्क म आइपुग्छु अनि त्यहाँ दिनभरि अब कोही अब कसैको जीवनमा विवाहको बारेमा सोध्न आउनुहुन्छ कसैले घर सर्ने कुराहरू सोध्न आउनुहुन्छ कसैले लाइफमा अब विवाह भएन किन ढिलो बिहा भयो मेरो भन्ने कुराहरू गर्न आउनुहुन्छ अब त्यस्ता खालका कुराकानीहरूमा मेरो दैनिक जीवन बित्छ अब कहिलेकाहीँ कुनै आमाहरू आउनुहुन्छ बाबु मेरो ट्याक्समा समस्या भयो मेरो इमिग्रेसनमा समस्या भयो मेरो चाहिँ अब म्यारिजमा समस्या भयो भन्नुहुन्छ उहाँहरूलाई मैले लिएर यहाँको अब सरकारी निकायहरूमा पनि म गइदिन्छु म आफू एउटा इन्टरप्रेटरको रूपमा अब के उहाँहरूले गर्नु खोज्नुभएको के भएको हो भनेर मैले जान्छु त्यसमा अब कति असहायहरू हुनुहुन्छ उहाँहरूसँग मैले फ्रीमा पनि काम गरिराखेको हुन्छु मैले त्यसरी अब पैसा दिनु पर्दैन दिनुहोस् भन्छु अब कतिजनासँग अब आउने जाने केही लिनु पनि पर्ने हुन्छ त्यो पनि गरिरहेको हुन्छु अनि बेलुकाको 8 बजे या 8:30 बजेतिर मेरो चाहिँ अफिस बन्द गर्ने गरेको छु त्यसपछि म फेरि घरमा जान्छु नर्मल्ली म बेलुका चाहिँ अब यो धार्मिक कुराहरू घरमा मैले बुवा आमाहरूलाई प्राय आजकल चाहिँ सुनाउनु गरेको छु पहिला चाहिँ अब घरमा गयो फेरि फोनमा व्यस्त अब दिनभरिको फोनहरू उठाएको हुँदैन कतिवटा मेसेज रिप्लाई गरे हुँदैन त्यसरी गरिराख्थेँ अहिले चाहिँ मैले त्यसलाई अलिकति स्किप गरेर घरमा चाहिँ अब अलिकति भक्ति सन्देश ज्ञानका कुराहरू बुवाआमाहरूलाई त्यसरी मैले चाहिँ सुनाउने गरेको छु त्यसरी सुनाउँदा उहाँहरूले चाहिँ अब एकदम अलिकति समय बिताउनलाई सजिलो अलिकति अब
हामीलाई पनि छोराले यस्तो खालको कुराहरू सुनाउँछ भन्ने टाइपको फिल गरिरहनु भएको छ। ए भनेपछि तपाईँको फ्यामिली ब्याकग्राउन्ड चाहिँ एस्ट्रोलोजर होइन के हो? मेरो बुवा पनि सामान्य, मेरो हजुरबा चाहिँ एकदमै खतरा ज्योतिष हुनुहुन्थ्यो। मेरो हजुरबा जिजुबाहरूको पालामा चाहिँ जिजुबा हजुरबादेखि ज्योतिष हुनुहुन्थ्यो। त मेरो बुवाले पनि अब पण्डितहरू सबै गर्नुहुन्थ्यो। अनि बुवाले अब पूजापाठहरू सबै गर्नुहुन्थ्यो। तर बुवालाई चाहिँ यो गाउँ घरमा यसरी पूजा गर्न हिँड्ने यताउता त्यस्तो मनसाय भएन। मलाई चाहिँ म चाहिँ अलिकति अर्कै टाइपको केही गर्छु भन्ने खालको सोच भएर बुवाले चाहिँ धेरै पूजापाठहरू गर्नु भएन। अहिले अब 84 वर्ष पुगेर 85 लाग्नुभयो। अहिले त अब सक्नु पनि हुन्न। अहिले चाहिँ अब हाम्रो खास भन्नुपर्दा चाहिँ फ्यामिली ब्याकग्राउन्ड चाहिँ पहिल्यैदेखि ज्योतिष पण्डितहरू नै हो हाम्रो फ्यामिली ब्याकग्राउन्ड। सो यस्तो अब दैनिक हजुर मेरो दैनिक जुन चलिरहेको छ त्यस्तो छ। म नर्मली त्यही 9, 9:30, 10, 11 बजेभित्र चाहिँ सुतिसकेको हुन्छ। अब भनौँ न अब फर इक्जाम्पल म चाहिँ अब ल डक्टरी पढेर होइन, हजुर अब डक्टरी पढ्नको लागि एलकेजी युकेजी सेकेन्डरी हाई स्कुल डिप्लोमा यताउता एनतेन गर्नुपर्छ नि त। तर अब नर्मल एउटा बेसिक मान्छेलाई बुझाउनु पऱ्यो भने एस्ट्रोलोजी के हो त नि होइन, त्यसको लेयरहरू के हुन्छ, एस्ट्रोलोजी बन्नको लागि चाहिँ के चाहिँ गर्नुपर्छ र सुरुवातदेखि अन्तिममा के चाहिँ छ त नि त्यसको लेयरहरू? अब एस्ट्रोलोजी भनेको चाहिँ इङ्ग्लिस शब्द हो। हजुर। यसलाई अब संस्कृत भाषामा ज्योतिष भनिन्छ। र यो ज्योतिष भनेको अब ज्यो र तिस, ज्योति होइन, ज्योति र तिस, त्यसमा जुन हामीले चाहिँ एउटा ज्ञानको भण्डार, यो एउटा विज्ञानको पार्ट नै हो ज्योतिष। ज्योतिष शास्त्रमा चाहिँ अब तपाईँको यसमा के हुन्छ भने दिन रात, कतिखेर सूर्य उदय हुन्छ, कतिखेर सूर्य अस्त हुन्छ, आज के तिथि हो, आज के बार हो, कति बजेर कति मिनटसम्म कुन घडी पोला छ, के नक्षत्र छ, के तिथि छ, यी सारा कुराको वर्गीकरण चाहिँ ज्योतिषभित्र हुन्छ। ज्योतिष त एउटा महासागर एकदम विद्या हो। अब यसमा हामी चाहिँ ज्योतिषी हो। हामी त्यो ज्योतिष पढ्ने विद्यार्थीहरू चाहिँ हामी ज्योतिषी हो। अब हामी ज्योतिषीको हिसाबमा चाहिँ खास प्राय हाम्रो अब कहिलेकाहीँ भाषण गर्दा बोल्दा पनि म ज्योतिष फलानु भनेर बोलिन्छ, कति मिस्टेक गरिन्छ। तर वास्तविक रूपमा भन्नुपर्दा यो ज्योतिष भनेको चाहिँ एउटा विद्या हो, त्यो संस्था हो, त्यो चाहिँ एउटा पद हो, विज्ञानको जुन पार्ट हो। ज्योतिषी भनेको चाहिँ हामी व्यक्ति हो, हामीले चाहिँ त्यो पढ्ने, त्यो कुरा सिक्ने, त्यस्तो। अब सबभन्दा फर्स्टमा हजुरलाई म एउटा के बताउँछु भने नर्मली एउटा चाहिँ यो श्रीमद् भागवत गीतामा भनिएको छ। गीतामा के भनेको छ भने धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युत्सव ममका पाण्डवाश्चैव किम कुर्वत सञ्जय। यहाँ सुरुको श्लोक हो, फर्स्टको। यसमा धर्मक्षेत्रे कुरुक्षेत्रे, तपाईँको भित्र, तपाईँको आफ्नो भित्र चाहिँ धर्म पनि छ, तपाईँको चाहिँ कुरु भनेको झगडा, नराम्रो, त्यो पनि छ। अब यहाँ यसको के अर्थ लाग्छ त भने हे सञ्जय, धर्मभूमि कुरुक्षेत्रमा एकत्र भई लड्ने इच्छा भएका मेरा पाण्डुका छोराहरूले के गरे? यो जुन अब गीता सुरु भएको छ, धृतराष्ट्रले चाहिँ भन्नुभयो कि धर्मक्षेत्रे कुरुक्षेत्रे, सुरुकै शब्द धर्म र कुरु। हाम्रो भित्र त दुइटै छ नि त। तपाईँको कोही मान्छेलाई देख्दा कति माया लाग्छ, कति दया लाग्छ, बिचरा यस्तो रहेछ भन्ने लाग्छ, कसैलाई देख्दा कस्तो रिस उठ्छ नि। त्यो किन भयो त भन्दा तपाईँको भित्र मनमा त दुइटै आत्मा छ नि त। र तपाईँले कुन तरिकाको कर्म गर्नुभएको छ, कुन तरिकाको तपाईँले चाहिँ व्यवहार गर्नुभएको छ, त्यो अनुसारको फल चाहिँ तपाईँले अनुसरण गर्नुपर्छ। त्यो कन्डिसनको हिसाबमा चाहिँ हामीले ज्योतिषबाट चाहिँ त्यसलाई वर्गीकरण गर्न सकिन्छ कि ज्योतिष विद्याले चाहिँ कुन क्षेत्रमा तपाईँ लाग्दाखेरि तपाईँलाई राम्रो, कुन तरिकाको कामहरू गर्दा तपाईँलाई राम्रो, कुन काम गर्दा नराम्रो, के बार तपाईँले काम गर्दा राम्रो, के बार काम गर्दा नराम्रो, कुन अङ्क तपाईँको लागि राम्रो, कुन अङ्क तपाईँको लागि नराम्रो, यो सारा कुराहरूको चाहिँ त्यसभित्र अध्ययन छ। र जन्मदेखि मृत्युसम्मको कुराहरूमा त्यहाँ वर्गीकरण छ, अध्ययन छ। यो तपाईँले अब सायदै ज्योतिष शास्त्रलाई अब एकदम भित्री रूपमा अध्ययन गर्नु पर्यो भने त त्यो निकै नै गाह्रो छ।
तर सामान्य रूपमा अहिले चाहिँ म के सल्लाह दिन्छु यो युवा जेनेरेसनलाई भने मैले सायद चाँडै प्लान गर्दैछु यहाँ हङकङमा चाहिँ 10-20 जना यस्तै भाइ बहिनीहरूलाई चाहिँ ज्योतिष सामान्य सिकाएर उहाँहरूले पनि आफ्नो कुण्डली हेर्न सकोस्। कमसेकम मेरो लग्नमा के ग्रह छ, मेरो दोस्रो घरमा के ग्रह छ, त्यसले के गर्छ, त्यो खालको वर्गीकरण गर्न सकोस् भन्ने मेरो ठुलो इच्छा छ। सायद अब मैले कुनै प्लान गरिरहेको छु, त्यो प्लान सक्सेस भयो भने त्यो गराउने पनि विचार छ। अब त्यति भए पनि सिक्यो भने चाहिँ आफ्नो लाइफको बारेमा उसलाई जानकारी हुन्छ। त्यही यो कुण्डलीकै कुरा आयो। यो खास जन्म कुण्डली भनेको के हो र मान्छेले चिना हेराउने भन्छ, त्यो कुरा चाहिँ स्पष्टीकरण गरिदिनु। अब जन्म कुण्डली भनेको तपाईँ जुन दिनमा, जुन समयमा, जुन ठाउँमा तपाईँ कहाँ जन्मिनु भयो, तपाईँको जन्म मिति, तपाईँको चाहिँ समय र तपाईँको कुन दिन जन्मिनु भयो, के बार जन्मिनु भयो र कति बजेर कति मिनट कति सेकेन्डमा जन्मिनु भयो। त सेकेन्ड थाहा छैन भने पनि घडी पोलामा हामीले चाहिँ घन्टा र मिनटलाई चाहिँ जसरी भए पनि बुझ्नै पर्छ, त्यो बिना चाहिँ हुँदैन। त्यो अनुसारले हामीले तपाईँको कुण्डली निर्माण गर्छौँ। कुण्डलीमा जम्मा 12वटा भागहरू हुन्छ। 12वटा भागमा सबैभन्दा प्रथम भाग हुन्छ, त्यसलाई लग्न भनिन्छ। त्यसबाट तपाईँको चाहिँ शरीर, रङ, आकृति, रूप, ज्ञान, बल, मस्तिष्क, विवेकशील, गौरव, विनम्रता, स्वभाव, यी सारा कुरा त्यहाँबाट हेरिन्छ तपाईँको। र दोस्रो द्वितीय भाव भन्छ, त्यसलाई दोस्रो घर भन्छ। दोस्रो घरमा तपाईँले चाहिँ धन धान्य, सम्पत्ति, कुटुम्ब, बानी, सत्य असत्य, यो कतिसम्म कमाउन सक्छ, कतिसम्म प्रगति गर्न सक्छ, यसको हातमा कतिसम्म लक्ष्मीको चाहिँ कृपा छ भन्ने कुरा चाहिँ दोस्रो भाव मतलब द्वितीय भाव त्यसले चाहिँ बताउँछ। तेस्रो भावमा चाहिँ तपाईँको तृतीय भाव भन्छ त्यसलाई। आफ्नो छोटे मतलब सानो आफूभन्दा मुनिको भाइहरू, बहिनीहरू, अनि पराक्रम, आयु, मातापिताको मृत्युको कुराहरू, गुप्त भित्री रूपमा भएका शत्रुहरू, त्यसलाई चाहिँ हामीले तृतीय भावबाट हेरिन्छ। र चतुर्थ भावमा चाहिँ स्पेसल माता आमाको बारेमा, सुख दुःखको बारेमा, जग्गा जमिनहरूको बारेमा, गाडीहरूको बारेमा, त्यसमा चाहिँ अब कुनै त्यस्तो अब आफ्नो छाती सम्बन्धी केही रोगहरू, भित्री केही कष्टहरू छ भने ती कुराहरू चाहिँ फेरि चतुर्थ भावमा हेरिन्छ। र पञ्चम भावमा चाहिँ विद्याको भाव हो। त्यो विद्या र बुद्धि, विद्या बुद्धि अनुयायी धर्म, अब यो मान्छेको के छ, हृदय रोगहरू के छ, छाती रोगहरू के छ, त्यसले नि केही मात्रामा वर्णन गरिन्छ। र छैटौँ भावमा चाहिँ त्यसलाई षष्ठ भाव भन्छ, त्यो शत्रु र चिन्ता रोगको बारेमा। कति मान्छेहरूलाई धेरै ठुल्ठुला रोगहरू लाग्छन्। अब छैटौँ आठौँ ग्रहहरू बिग्रियो भने, 12औँमा नराम्रो ग्रहहरू छ भने उसलाई क्यान्सर, अल्सर जस्ता भयानक रोगहरू लाग्छन्। त्यो षष्ठ भावबाट निकै गहन रूपमा हेर्नुपर्छ। र सप्तम भावमा चाहिँ अब पत्नीको घर हो त्यो सप्तम भाव। त्यसमा चाहिँ जीवनसाथीको, कामको, वासनाको, विवाहको, ती कुराहरूलाई चाहिँ हामीले सप्तम भावमा हेरिन्छ। र अष्टम भाव हुन्छ। अष्टम भावमा आयु, जीवन, मृत्यु, आकस्मिक धनलाभहरू, यात्राहरू, आकस्मिक परिवर्तनहरू, दुर्घटनाहरू, त्यो अष्टम भावमा हेरिन्छ। नवम भावमा चाहिँ भाग्य, धर्म। जस्तो आज अब तपाईँको यो जुन कार्यक्रममा तपाईँले एउटा ज्योतिषकै क्षेत्रलाई या धर्मको क्षेत्रलाई यसरी हङकङमा बसेर पनि आफ्नो संस्कार संस्कृतिलाई म जगेर्ना गर्छु भन्ने जुन आँट गर्नुभयो, सायद तपाईँको नवम घरमा एकदम राम्रो कुरा छ। नवम भावमा यो राम्रो कुरा भएको कारणले धर्म, तीर्थयात्रा, यस शिला, गुरु आचार्यहरूलाई चाहिँ सम्मान गर्ने जुन प्राप्त हुन्छ, त्यो मान्छेको नवम घरमा ग्रह हुनैपर्छ, नभए गर्नु सक्दैन। दशम भाव भनेको पिता, त्यसलाई दशौँ घर भन्छ। पिता आफ्नो बुवाको बारेमा, राज्य कर्मको बारेमा, कारोबारको बारेमा, अधिकारको बारेमा, राजयोगको बारेमा र बिजनेसको बारेमा हेर्ने जुन भाव छ त्यो चाहिँ दशम भाव हो। अब एकादश भावमा चाहिँ के हुन्छ, आय, लाभ, उपलब्धि, मनोकामना पूर्ति, अनि त्यसपछि अब वाहन, पुत्रवधु, सबै कुराहरू एकादश भावमा हेरिन्छ। द्वादश भाव हुन्छ, त्यस भनेको व्यय, मोक्ष, अब सुख हानि, विदेश, खर्च, ती किसिमका कहिलेकाहीँ अब अचानक मृत्यु, बायाँ आँखाहरू, त्यो प्रभाव चाहिँ फेरि 12औँमा हेरिन्छ। यसरी जन्म कुण्डलीको चाहिँ यो 12औँ घर जुन छ, यो जम्मा अब ग्रह 9वटा हुन्छ। 9वटा ग्रहमा चाहिँ 12औँ घर हुन्छ। त्यसमा आदित्य, चन्द्रमा, भौम, राहु, बृहस्पति, शनि, बुध, केतु, शुक्र, यी जुन 9वटा ग्रह त्यहाँ कुन कुन भावमा बसिरहेको छन् र त्यो ग्रहले के गर्छ। साथमा राहु, केतु छाया ग्रह हुन्। तिनीहरूको प्रभावमा
बताउने, जस्तो अब तपाईँको काम गरिरहनु भएको छ, मर्नै गरी खटिरहनु भएको छ, सेभिङ केही पनि छैन। अब तपाईँको दोस्रो घरमा गएर हेर्नु पऱ्यो त्यहाँ के छ समस्या। अब तपाईँको फेरि विवाह बुढो भइसक्नुभयो, विवाह भएन, अब तपाईँको 7औं घर हेर्नु पऱ्यो, किनभने त्यहाँ सप्तम भावमा चाहिँ के ग्रह बस्या छ, मङ्गल होला, त्यसलाई माङ्गलिक दोष लागेको हुनसक्छ, राहु होला, शनि होला, त्यसले ढिलो बिहा गराइदिन सक्छ, कारकमा छ, उच्च निच भन्ने हुन्छ। यी सारा कुराहरूको अध्ययन चाहिँ ज्योतिष शास्त्रमा गरिन्छ र कुण्डली हेराइसकेपछि त्यसको फेरि उपाय हुन्छ। जब हामी अब रुगा लाग्छ, ज्वरो आउँछ, हामी मेडिकल जान्छौँ, मलाई यस्तो भयो औषधि दिनु भन्छौँ, औषधि दिनुहुन्छ डक्टरले, त्यो खाइसकेपछि केही मात्रामा सन्चो हुन्छ, कम्प्लिट नभए पनि सन्चो त हुन्छ नि त। त्यो जब कुनै पनि व्यक्तिहरूले अब अलिकति तथ्यसँग पढे लेखेको र कुराहरूलाई राम्रोसँग एक्सप्लेन गर्न सक्ने व्यक्तिसँग आउनुभयो भने उहाँहरूले चाहिँ ज्योतिष शास्त्रको बारेमा ज्ञान भएको हुनु पर्यो। अब ज्ञान नभएको मान्छेलाई कुण्डली देखाएर के गर्नु, उसलाई त्यो 12 भावमा ग्रहको बारेमा पनि थाहा छैन, अब कुण्डलीको बारेमा त्यो त काम छैन। जब त्यो क्याटेगोरीको मान्छेहरू आएर कुण्डली देखाउनु भयो भने उहाँहरूले चाहिँ कुण्डलीमा प्रष्टसँग उहाँहरूको समस्याको समाधान पाउनुहुन्छ। सो तपाईँहरूले त्यो कुण्डली हेरेर चाहिँ हाम्रो फ्युचर प्रेडिक्ट चाहिँ कसरी गरिदिन्छ त नि? त्यो त्यसमा मैले अलिकति हजुरलाई भने कुन कुन भावबाट के कुराहरू हेर्ने भनेर होइन। त्यसमा फेरि अब दशा हुन्छ एउटा, अब एउटा त्रिभागी महादशा हुन्छ, अर्को योगिनी दशा हुन्छ, अर्को विंशोत्तरी महादशा हुन्छ। अब यसमा कति पाश्चात्य गुरुहरूले अब त्रिभागी र योगिनीलाई पनि हेर्नुहुन्छ, कतिले विंशोत्तरी र योगिनीलाई पनि मिलाउनुहुन्छ। तर वास्तवमा अब जुनबाट हेरे पनि त्यहाँ चाहिँ अब ग्रहको गति हुन्छ, ग्रहको आयु हुन्छ। अब शनि ग्रह तपाईँलाई लाग्यो भने शनि ग्रह 7.5 अढैया भन्ने हुन्छ, त्यसमा शनिको 12 वर्ष 8 महिना भोग हुन्छ। अब बुधको 11 वर्ष 4 महिना भोग हुन्छ, शुक्रको 13 वर्ष 4 महिना भोग। त्यसले कति वर्ष चाहिँ त्यो ग्रहले तपाईँलाई सताउँदैछ। ओके, मैले तपाईँले यहाँ रोकेँ, जो कोहीले बुझ्दैन यो शनि ग्रह भन्छ, तर मुखमा अब खेलिरहेको शब्द हो नि त यो त, जो कोहीले अब खेलिरहेको छ शनि ग्रह, तर जसले बुझ्दैन त्यो शनि ग्रह भनेको चाहिँ के चाहिँ हो त नि? शनि ग्रह भनेको चाहिँ अब यो 2000 वर्ष अगाडि भएको यो धर्म क्षेत्रको जुन गति छ, यो हिन्दू धर्मको प्रभावमा त्यो बेलादेखि हाम्रा जिजुबा हजुरबाहरूदेखि विश्वास गर्दै आउनुभएको यी अब 9वटा ग्रह भनेको त अब यो त विश्वले वैज्ञानिकहरूले पनि पत्ता लगाइसक्नु भएको छ होइन, शनि ग्रह। अब शनि ग्रहलाई एउटा हाम्रो ज्योतिष शास्त्रले चाहिँ शनि ग्रहको नामकरण गरेको के रिजन हो भने शनि ग्रहको क्षेत्रमा जसलाई 7.5 शनि लाग्छ, अढैया शनि लाग्छ, उनीहरूलाई नराम्रै राम्रो हुन्छ भन्ने छैन। जस्तो शनि कहाँ बस्यो, शनि यदि उच्च राशिमा बस्यो त्यसले राम्रो पनि फल दिन्छ, निचामा आयो अलिकति दुःख पनि दिन्छ होइन। अब मेष राशिमा शनि बस्यो भने उसले जति पूजापाठ गरे पनि केही न केही दुःख पाएकै हुन्छ। अब तुला राशिमा शनि छ भने त्यसले फेरि धन सम्पत्ति ल्याउँछ, अचानक लाभ गराउँछ। अब शनिको जुन एउटा सुन्दै डराउनु पर्ने खालको जरुरत चाहिँ छैन, यो 9 ग्रह मध्येको एउटा ग्रह मात्रै हो। जस्तो बृहस्पति लाग्यो भने चाहिँ मान्छे खुसी हुन्छ, आहा बृहस्पति आएछ ल राम्रो, त्यो राम्रो कुरा चाहिँ उहाँहरूलाई, तर फेरि त्यही बृहस्पति गएर निचोमा बस्थ्यो भने त त्यसले नि पिर्छ नि त। सो शनि ग्रहले नराम्रो मात्र गर्दैन कि राम्रो पनि गर्छ है, राम्रो पनि गर्छ। अझै तपाईँले शनि ग्रहको दशा लागिसकेपछि चाहिँ तपाईँले ओम सम शनिश्चराय नमः भन्ने मन्त्र जप्नुहोस् होइन। अब शिव भगवानका धेरै मन्त्रहरू छन्, त्रयम्बकम यजामहेम, तपाईँले मन्त्रहरू जप्नुहोस्। तपाईँले त्यो शनि ग्रहका जुन अब मन्त्रहरूको उच्चारण गर्नुहोस्, शनि ग्रहको पाठ गर्नुहोस्, सङ्कटा स्तोत्र पाठ गर्नुहोस्, तपाईँलाई शनि ग्रहले अटोमेटिक फाइदा हुन्छ। र यो के हो त वैज्ञानिक कारण फाइदा बेफाइदाको भन्नुहुन्छ भने जब तपाईँले चाहिँ तपाईँलाई मलाई शनि ग्रह लाग्यो भनेर तपाईँ अलर्ट हुनुभयो भने तपाईँ के गर्नुहुन्छ भने बिहानै उठेर नुहाउन थाल्नुहुन्छ। अझ गाउँघरमा त गुरुहरूले के भन्नुहुन्छ, तिमी बिहानै घाम झुल्किनुभन्दा अगाडि पिपलको बोटमा पानी चढाऊ, पिपलको बोटमा पानी चढाएर आऊ, तिम्रो शनि नष्ट हुन्छ, तिमीलाई एकदम फाइदा हुन्छ भनिदिनुहुन्छ। त्यसले के गर्छ तपाईँलाई भने पोजिटिभ इनर्जी प्राप्त हुन्छ। तपाईँ आज म घाम झुल्किनुभन्दा अगाडि त्यहाँ गएर चाहिँ पानी चढाउनुपर्छ पिपलको बोटमा भनेपछि तपाईँ त छिटो उठ्ने भयो नि त। तपाईँ छिटो उठिसकेपछि तपाईँको के भयो, जिउ यत्तिकै फ्रेस भयो। तपाईँ बाहिर हिँड्नुभयो, तपाईँको चाहिँ अक्सिजन एकदम हाई अक्सिजन भएको ठाउँमा जानुभयो, तपाईँ यत्तिकै फ्रेस हुनुहुन्छ। र तपाईँ पिपलको बोटमा जानुभयो, पिपलको बोट भनेको
म्याक्सिमम अक्सिजन फाल्ने र कार्बन डाइअक्साइड चाहिँ लिने प्लान्ट हो। अब त्यो ठाउँमा तपाईँ गइसकेपछि तपाईँलाई अटोमेटिक इनर्जी प्राप्त हुन्छ। पानी चढाएर इनर्जी प्राप्त भएको होइन, तर साइकोलोजी जुन गुरुहरूको जुन विद्याको अनुसारको सर्कलमा चाहिँ त्यहाँ तपाईँ गइसकेपछि तपाईँलाई के भयो त भन्दा इनर्जी प्राप्त भयो, प्रकृतिको इनर्जी। यो प्रकृति भनेकै धर्म र ज्योतिषसँग रिलेटेड हुन्छ। यो कुरालाई यसरी बुझ्यो भने सबैभन्दा राम्रो हुन्छ सबैजनाले भन्ने चाहिँ मेरो भनाइ छ। सो त्यो हामी अब पूजापाठ गर्ने बेला मान्छेले सुरुमा छुने भनेको धुप हो नि अन्त। सो यो धुप हामीले किन चाहिँ युज गर्छ त? धुपको बास्ना खास के हो? किन चाहिँ धुप हामीले पूजा गर्नु अघि चुज गर्छ हामीले धुप चाहिँ? अब यसमा के छ भने प्राय अहिले धुपहरू बाल्ने क्रमहरू एकदमै कम हुँदै गएको छ। परापूर्व कालमा हाम्रो गाउँघरमा धुप केलाई भनिन्थ्यो भन्नुहुन्छ भने आगोको कोइलामा घिउलाई, भैँसीको गाईको घिउलाई त्यो कोइलामा घिउ हालेर धुप दिने चलन थियो पहिला। यो सबै अगरबत्तीहरू आएको थिएन। तर त्यति बेला चाहिँ किन गर्थ्यो त्यस्तो? त्यो चाहिँ किन भन्नुहुन्छ भने जुनसुकै घरको या कोठाको अफिसको कुनै पनि ठाउँको वातावरणलाई सुगन्धमय बनाउने एउटा प्रचलन थियो। र भगवानलाई चाहिँ एकदम फोहोरमा राख्नु हुँदैन, मैलामा राख्नु हुँदैन। हामीले गर्छौँ नि, हाम्रो पैसा छ भने हामी कहाँ हाल्छौँ? पर्स किनेर टक्क मजाले राख्छौँ। तर हाम्रो लुगा लगाएको लुगालाई के गर्छौँ? फुत्त फालिदिन्छौँ होइन? त्यो किन गर्छौँ भन्दा त्यसको भ्यालु पैसाको भन्दा कम छ, तर त्यो किन्न त्यही पैसा चाहिन्छ नि होइन? र त्यो घरको वातावरणलाई राम्रो गर्ने भनेको त हाम्रो अनुशासनमा भर पर्छ। फेरि अर्को कुरा के हो? धर्म भनेको अनुशासन पनि है। फेरि धर्म भनेकै अनुशासन हो होइन? ज्योतिष भनेकै अनुसन्धान सिकाउने क्षेत्र हो। र त्यो केन्द्रमा तपाईँको जब तपाईँले अब यो ठाउँमा अहिले तपाईँले हामी यसरी बसिरहेछौँ नि, अब तपाईँले आगोको कोइला ल्याउनुहोस्, त्यहाँ अलिकति घिउ हाल्नुहोस्, केही धुपहरू राखिदिनुहोस्, कपुर धुपहरू एउटा राखिदिनुहोस्, कति सुगन्ध बास्ना आउँछ। त्यसले तपाईँले लिने, तपाईँको अन्तरआत्माबाट लिने एउटा चाहिँ आनन्द हो क्या धुप भनेको। त्यो आनन्द तपाईँले लिन सक्नुभयो भने त्यसले तपाईँलाई के गर्छ त? शाश्वत धर्म, त्यसलाई चाहिँ यो जुन हिन्दू धर्मको, सनातन धर्मको प्रभावमा चाहिँ अब विश्वको सबैभन्दा पुरानो जीवन्त धर्म यो हिन्दू धर्म हो। तर यही धर्मलाई टेकेर हाम्रो घर, हाम्रो पसल, हाम्रो कुनै पनि अफिस, कुनै पनि ठाउँ चाहिँ दुर्गन्ध नहोस्, नकारात्मक ऊर्जा भएको नहोस्, त्यहाँ चाहिँ धुप बाल्नुहोस्। धुप बाल्ने ठाउँ त चोखो हुनु पर्यो नि। जहाँ पाए त्यहीँ त धुप बालिँदैन नि। त्यहाँ टोयलेटमा गएर धुप बाल्लास्, त्यहाँ के गरेको बाबाआमाले कति कराउनु हुन्थ्यो नि, त्यो त तपाईँले अलिअलि त देख्नुभयो नि होला होइन? यो क्रममा धुप बाल्ने जुन प्रचलन थियो त्यो कन्डिसन भनेको चाहिँ घरलाई सुगन्ध बनाउने, मन्दिरलाई सुगन्ध बनाउने, कुनै पनि ठाउँलाई। तर अब अहिले प्राय कति भक्तजनहरूले मैले सम्झाएको छु, अब यो बाँसको धुप भन्नुभएको छ, के को धुप भन्नुभएको छ, त्यो किसिमका धुपहरूलाई कम गर्नुपर्छ, किन त्यसमा कार्बन डाइअक्साइड हुन्छ। हो त्यसले बास्न दिन्छ, तर पनि त्यसलाई चाहिँ अलिकति कम गर्नु। त्यो धुपहरू भन्दा बाटेको धुपहरू पाउँछ अहिले, त्यो धेरै राम्रो छ, त्यो हातले बनाएको, त्यसमा कुनै केमिकलहरू पनि छैन। त्यो तरिकाको धुपहरू बाल्ने सबैभन्दा मैले चाहिँ प्राय सबैलाई के भन्छु भने सबैभन्दा बेस्ट धुप भनेको चाहिँ तपाईँले आगोको कोइला बनाउने, त्यो कोइलामा तपाईँले चाहिँ घिउको धुप दिने है। घिउ त्यो जति सुन्दर सुगन्ध। अब यहाँ खानालाई घिउ छैन, कहाँबाट आगोमा हाल्ने घिउ भन्ने क्वेसन आउँछ फेरि भोलि पर्सि होइन? अब त्यो कन्डिसनको हिसाबमा त अब हामीले त्यसलाई सल्युसन गर्नु अरू नै उपाय छ। तर सुगन्ध बनाउने के कारणले भन्दा सरसफाइ। तपाईँ धुप बाल्न सक्नुहुन्न भने सरसफाइ त गर्न सक्नुहुन्छ नि त। आफ्नो घरलाई सफा राख्नुहोस्, त्यत्तिकै भगवान् आइहाल्नुहुन्छ नि। सफा भइसकेपछि धुपै बाल्नुपर्छ भन्ने छ र? छैन नि। यहाँ कतिवटा घरहरूमा गइन्छ, मन्दिरहरूमा पूजा गरिन्छ, भगवान्को मूर्ति त उहाँ पुरै त्यो फलामले खाएर, खियाले खाएर पुरै भएर भाँडाहरू हेऱ्यो भने कतिवटा दाग लागेको त्यस्तो तरिकाको हुन्छ। अब त्यो कन्डिसनमा हामीले पायौँ भने त त्यसलाई म्यानेज गर्नु धेरै गाह्रो हुन्छ नि। त्यही त गुरुबा, यो धर्मको कुरा आइहाल्यो होइन? हजुर। तपाईँ यो क्षेत्रमा लागि परेको पनि धेरै वर्ष भयो र यो खास हिन्दू धर्मको सुरुवात कहाँबाट र कसरी भयो त नि? अब म जस्तो मान्छे र न्यू जेनेरेसन छ नि, अब जो यङ अब यो जेनेरेसन छ, उनीहरूले हिन्दू धर्म फलो गर्छ,
तर उनीहरूले बुझेन कहाँबाट सुरु भयो, उनीहरूलाई बुझाउनु र मलाई बुझाउनु कसरी बुझाउनु सक्नुहुन्छ त्यो कुरा? अब यो धर्मको कुरामा के छ भने हिन्दू धर्म भनेको सनातन धर्म हो। वास्तवमा हिन्दू धर्मलाई सनातन धर्म भनिन्छ। विश्वको सबैभन्दा पुरानो, मैले पढेर जाने अनुसारको कन्डिसनमा विश्वको सबैभन्दा पुरानो र जीवन्त धर्म नै हिन्दू धर्म हो है। यसमा जसको जरा वैदिक सिन्धु घाटी र द्रविड सभ्यताको आधारमा यो हिन्दू धर्म चाहिँ चलिरहेको छ। त्यो दुईटा होइन। यसलाई सनातन वा शाश्वत, सनातन पनि भन्छ शाश्वत पनि भन्छ, त्यो धर्म भनिन्छ। यसको अर्थ के हो भने सधैँ कायम रहने र कहिल्यै नसकिने। यो सधैँ कायम रहने, कहिल्यै नसकिने। तपाईँले जब बाबाले जे कर्म गर्नुहुन्छ तपाईँले त्यही गर्नुपर्छ भन्ने छैन नि। तपाईँले डिफ्रेन्ट पनि गर्न सक्नुहुन्छ नि होइन। तर हिन्दू धर्मले यो भनेको छैन कि त यही गर, त यहीँ जा, त यही हुनुपर्छ, त्यो भनेको छैन। खालि तपाईँलाई चाहिँ धर्म, कर्म, माया र मोक्ष। धर्म तपाईँले गर्नुहोस्, पाप नगर्नुहोस्। तपाईँले कुनै पनि व्यक्तिलाई केही दिन सक्नु भएन भने पनि ईश्वरकै तर मिठो बोलिदिनुहोस्, राम्रो शब्दहरू बोलिदिनुहोस्। त्यसपछि कर्म राम्रो गर्नु पर्यो। तपाईँले आज कसैलाई छलेर ढाँटेर 2-4 पैसा कमाउनुहुन्छ होला, 2-4वटा कुरा राम्रो गर्नुहुन्छ होला, अरूभन्दा माथि टपमा जानुहुन्छ होला, तर भविष्य फ्युचरमा त्यसको केही पनि छैन। त्यसले असर गर्छ। त्यो प्रभावलाई पनि ध्यान दिनुहोस्। र मोक्ष त सबैको छ। माया ममता भनेको त अब एउटा हिँडिरहेको कमिलालाई त कति माया लाग्छ भने व्यक्ति माया, अब परिवार जीवन भनेको त अटोमेटिक माया ममता हुन्छ, त्यसमा त केही शङ्का हुँदैन। र त्यसपछि मोक्ष सबैको हुन्छ होइन। यही कुराहरूलाई उद्धित गर्ने अत्यन्तै पुरानो जुन हाम्रो हिन्दू संस्कारको धर्म नै धर्म हो। र यसलाई जुन तरिकाले हामीले अनुसरण गर्छौँ, जुन तरिकाले हामीले लिन्छौँ, त्यही कन्डिसनमा जाने खालको किसिमको यो धर्म छ। र यसलाई हामीले अब बिर्सिनुहुन्न, भुल्नुहुन्न। जुन देशमा, जुन ठाउँमा परम्परा अनुसार हामीले मानिरहेको छौँ र मान्नु पनि पर्छ। र धर्मको जुन एकदम डिप डिफिनेसन भनेको चाहिँ अनुशासन नै हो है। अनुशासन नै हो। म चाहिँ सबैलाई धर्म भनेको अनुशासन हो। यदि धर्म नभइदिएको भए, म आज धार्मिक क्षेत्रमा नलागिदिएको भए, म 5 बजे उठेर किन ध्यान गर्थेँ होला र, किन पूजा गर्थेँ र? त्यो मेरो अनुशासन हो नि त। म हजुरले मलाई 5 बजे आइपुग भनौँ, म 5 बजे नै ठ्याक्कै आइपुगेँ नि त। त्यो मेरो अनुशासन हो नि त होइन। त्यही भएर धर्म जुन छ यो भनेको अनुशासन हो। अनुशासन भनेको सबैले बुझेको छ। जब रिलिजियस र डिसिप्लिन, यो दुईवटा कुराहरूलाई नर्मल यो अहिलेको क्याटेगोरीमा सबैले बुझेको छ, जानेको छ। र यसलाई अनुसरण भनेको यसलाई युज गर्न चाहिँ जान्नु पर्यो होइन। युज गर्नलाई तपाईँले घरमा पूजा गरेर भगवान्लाई घन्टी बजाएर धुप बालेर दियो बालेर पूजा गर्नुहोस् भनेको होइन, त्यो नगर्नुहोस्। तर तपाईँले आफ्नो घरमा, आफ्नो काममा, आफ्नो कुनै ठाउँमा तपाईँको आफ्नो ड्युटी के हो त्यो चाहिँ पुरा गर्नुहोस्। त्यो नै धर्म हो। सो यो धर्मको कुरामा के विष्णु भगवान नै सुरु रचयिता हो त? विष्णु भगवान नै? अब यसमा फेरि रचयितामा कस्तो छ भने अब धेरैवटा ग्रन्थहरू छन्। अब गीताको ग्रन्थमा हेऱ्यो भने एउटा कुरा पाइन्छ। अनि यता फेरि स्वस्तानीको ग्रन्थमा हेऱ्यो भने एउटा कुरा पाइन्छ। भागवतको ग्रन्थमा एउटा कुरा पाइन्छ। तर जे भए पनि अब यो सृष्टिको अब मधुकैटभ भन्ने राक्षसहरूकोबाट अब शरीरमा अब हिरण्यकशिपुले चाहिँ अब उनीहरूलाई मार्दाखेरि हाड, पर्वत, मासु, पाहन, पानी सबै बन्यो भन्ने किंवदन्ती छ धार्मिक रूपमा है। तर यसमा अब कुन भगवान चाहिँ पहिला सृष्टि भयो भन्नको लागि न मैले देखाएको छु, न तपाईँले देखाएको छ। हामी त हाम्रो बाबा बराजु, जिजु बाजुहरूले जे कुरालाई फलो गरे त्यही कुरा फलो गर्दै आएको हो हामीले। तर पढेको अनुसार चाहिँ के भन्छ, ब्रह्मा, विष्णु, महेश। ब्रह्मा भनेको तपाईँको आमा, ब्रह्मा भनेको सृष्टिकर्ता होइन। र विष्णु भनेको पालनकर्ता, यो भनेको बाबा, तपाईँको बाबा हो। र महेश या शिव भनेको चाहिँ तपाईँ स्वयं हो। म तपाईँहरू सबैलाई शिवजी भन्छु, किनभने कर्म गर्नु पर्यो नि। ब्रह्माले त जन सृष्टि गरिदिनु भयो, विष्णुले पालन गर्नुभयो, तपाईँलाई 16 वर्ष, 18 वर्ष, 20 वर्ष बनाउनु भयो,
अब कर्म गर्नु परेन शिव चाहिँ त्यो ब्रह्मा विष्णु र शिव यो सृष्टिकर्ताको सम्पूर्ण अधिकारदाता हो उहाँहरू र हामीले ब्रह्माको पनि भगवान् ब्रह्माको फोटो देखेको छौँ भगवान् विष्णुको पनि देखेको छौँ भगवान् शिवको पनि देखेको छौँ उहाँहरूकै सृष्टि हो यो संसार त कसको सृष्टि रहेछ त भन्दा आमा बाबाबाट आएको रहेछ दुवैजना अनि हामी जन्मेको रहेछ भनेपछि हामीले के सोच्नु पर्यो भने हाम्रो पहिलो भगवान् भनेको चाहिँ हाम्रो बाबा र आमा र उहाँहरूको घरबाट हामी जन्म्यौँ एउटा यसो सोच्नु न कसरी हामी जन्म्यौँ होला बाबा आमाको सम्बन्धबाट हाम्रो जन्म भयो भनेपछि यो त भगवान्को कृपा हो नि त भगवान्को सृष्टि हो नि त त्यही सृष्टिको प्रभावमा हामीले चाहिँ ब्रह्मा विष्णु शिव यो संसारको मान्ने तर प्राय अब म अलिक बढी शिवजीलाई मान्छु म शिव भक्त हो मैले धेरै वर्ष शिवजीको ध्यान गरेँ पूजा गरेँ व्रत गरेँ अहिले पनि गरिरहेको छु शिवजीको पूजा अब मैले चाहिँ किन शिवजीलाई पहिलो प्राथमिकता दिएँ भने अब शिवजी भनेको मैले भने नि हामी आफै हो शिवजी होइन र मैले कर्म गर्नु पर्यो मैले कमसेकम हप्तामा एक दिन भगवान् शिवजीको नाम सम्झेर खाना छोडेँ भने म अलिकति भए नि हेल्दी भएँ नि मेरो शरीरलाई बिहान पनि खाएको छ बेलुका पनि खाएको छ दिउँसो पनि खाएको छ कति खाने खाना कमसेकम एक दिन त रेस्ट दिनुहोस् तपाईँको शरीरको अङ्गहरूलाई एक दिन त रेस्ट दिन सक्नुहुन्छ नि मेरो विचार त्यो आयो र मैले भगवान् शिवको बारेमा धेरै कुरा पढेँ उहाँले अब भाङ खानुहुन्छ धतुरो खानुहुन्छ गाँजा खानुहुन्छ यस्ताको धर्म गर्ने पूजा गर्ने भन्ने कति कुरा पनि आउँछन् होइन अब उहाँ भनेको नर्मल कुराहरूलाई मात्र नभएर अलिकति ठुल्ठुला कुराहरूलाई नै हामीले अनुसरण गर्नुपर्छ नि त्यसमा उहाँले विष खानुभएको थियो उहाँ मर्नु भएन त्यसलाई पचाउनु भयो कालगुट खण्ड विष त्यस्तो ठुलो महासागर छिरो समुद्र गङ्गालाई चाहिँ शिरमा राख्नु भएको छ त्यत्रो क्षीर समुद्रमा बास गर्नुभएको छ त्यो कन्डिसनमा उहाँ भनेको अपरम्पार शक्ति हो तपाईँले आँखा चिम्म गरेर ओम नमः शिवाय मात्रै भन्नुहोस् होइन कुनै पनि दिन तपाईँले यदि सक्नुभयो भने बिहानै उठ्नुहोस् मेरो सबसे पहिला भगवान्लाई चाहिँ मैले के गर्छु भन्नुहुन्छ भने त्यति बेलै मैले चाहिँ झ्याप्प अब मेरो आफ्नै एउटा आस्था हो सबैले देख्नुहुन्छ भन्ने छैन तर मैले जब जुरुक्क उठ्छु उठेर मैले अनि जब मैले यो ओम मात्रै भन्छु मेरो शरीरको सम्पूर्ण इन्द्रियहरू यति धेरै एक्टिभ भएको फिल हुन्छ अनि मैले पक्का शिवजी मेरो अगाडि आउनुभयो भन्ने मलाई फिल हुन्छ यो ओम शब्द किन यति पावरफुल छ यो ओमकार भनेको चाहिँ यो सारा संसार सृष्टि जुन व्याप्त छ नि यो ओमभित्र चाहिँ सम्पूर्ण यो पृथ्वी नै अडिएको छ ओमभित्र चाहिँ यो सम्पूर्ण पृथ्वीलाई नै ओमले चाहिँ खिचेको आफ्नो बसमा लिएको छ त्यो भएको कारणले ओम चाहिँ अत्यन्तै धेरै पावरफुल छ हरेक मन्त्रमा हरेक ऋचाहरूमा ओम प्राय भएको हुन्छ यहाँ हजुरलाई एउटा कुरा त्यो हाम्रो जुन हिन्दू धर्मको उपदेशहरू छ नि उपदेशहरू छ सबभन्दा पहिलो उपदेश भनेको सत्यको पालन गर्नु सत्यमेव जायते भन्छ सत्य सधैँ सत्य बोल्नुहोस् झुट नबोल्नुहोस् जब यो सत्य बोल्ने कुरा जुन छ धर्मको रक्षा गर्ने जुन कुरा छ कर्मको सिद्धान्तको जुन कुरा छ यी कुराहरू चाहिँ भगवान् शिवजीले सिकाउनु भएको छ क्या भगवान् शिवजीले अब कुनै समय पछि मिल्यो भने म हजुरलाई शिवपुराणको केही कुराहरू सुनाउँला अब त्यो भित्रको जुन कन्डिसनमा हाम्रो जुन जति पनि धर्मका नियमहरू छ बुद्ध धर्मका 10वटा उपदेश छन् यता अब हिन्दू धर्मका 10वटा उपदेश छन् साई धर्मका 10वटा उपदेशहरू छन् क्रिस्चियनहरूका 10वटा हरेक धर्महरूको नियम छ तर सबैको नियममा के छ भन्नुहुन्छ भने सत्यको पालना गर्नु धर्मको रक्षा गर्नु कर्मको सिद्धान्तको पालना गर्नु झुट नबोल्नु नढाँट्नु नछल्नु नचोर्नु अब दया गर्नु यी सारा कुराहरू सबैकोमा एउटै छ तर बाटो मात्रै फरक छ त्यो भएर ओम भन्ने शब्द चाहिँ आफैमा यति पावरफुल भएको चाहिँ के हो भन्दाखेरि यो चाहिँ संसारको सृष्टिलाई नै उनले लिएको छ राखेछ
त्यो कारणले गर्दा ओम चाहिँ एकदम सर्वव्यापी हुनुहुन्छ। त्यही त गुरु, अब के कुराको सुरुवात छ भने त्यो कुराको अन्त्य पनि छ है, एकदम। अहिले मैले भने नि मोक्षको कुरा जुन, सो मानिसको मृत्युपछि उसको हुन्छ नि आत्मा कहाँ जान्छ? हिन्दू धर्मले के भन्छ त्यसलाई चाहिँ? अब यसमा धेरै कुराहरू विवादित पनि छन् होइन। अब कुनै पनि व्यक्तिहरूलाई, अब जो मान्छेहरूले मृत्यु पश्चात घाटमा लगेर सागरमा लगेर जलाउनुहुन्छ, जलाउने जुन संस्कार भएको व्यक्तिहरूकोमा अस्तु भनेर राखिन्छ, अस्तुलाई बगाइन्छ, अस्तुपछि पुनर्जन्म हुन्छ भनिन्छ। अस्तु भनेको चाहिँ के हो? अस्तु भनेको जुन मान्छेलाई जलाइयो उसको आत्मा, जुन जलेर बाँकी रहेको आत्मालाई अस्तु भनिन्छ। सो बेसिकली खरानी। अब त्यो अस्तुलाई चाहिँ अब लगेर जब बगाइसकेपछि फेरि उसको पुनर्जन्म हुन्छ भनिन्छ। अब यो जुन हाम्रो जुन अब पञ्चाङ्ग निर्णयक समितिले एउटा पात्र निकालेको हुन्छ, यो पात्रमा चाहिँ के भन्छ भने अवहडा चक्र भनेर एउटा चक्र बनाइदिएको हुन्छ। त्यसमा चाहिँ जुनी लेखिदिएको हुन्छ क्या। अब यो जुनी के हो त? तपाईँ कुन नामबाट कुन अक्षरबाट तपाईँको जन्म भयो, तपाईँको जुनी के हो होइन, त्यो कुरा त्यहाँ उहाँहरूले बताइदिनु भएको छ, उहाँहरूले निकालिदिनु भएको छ। त्यो कन्डिसन अनुसार मान्छे मरिसकेपछि कोही अब सर्प होला, कोही भ्यागुता होला, कोही किरा होला, 84 लाख जुनी, 84 लाख पटक चेन्ज हुँदा बल्ल मान्छेको जुनी पायो भन्ने पनि किंवदन्ती छ। 84 लाख जुनी पछि मात्रै बल्ल मान्छेको जुनी पाएको। हाम्रो जुनी मान्छे भएर जन्मिनलाई तपाईँ 84 लाख जुनी चेन्ज हुनुपर्छ। 84 लाख जुनी चेन्ज भएर बल्ल तपाईँले चाहिँ मान्छेको जुनी भएर जन्मिन पाउनुहुन्छ भन्ने किंवदन्ती छ। अब अर्को तरिकाको कतिपय व्यक्तिहरू अब यो उहाँहरूलाई नजलाएर उहाँहरूलाई चाहिँ गाड्ने चलन छ, माटोमा लगेर गाड्ने चलन छ। उहाँहरूकोमा मैले कति पटक चाहिँ अब मेरा श्रद्धेय गुरुहरू, अब उहाँहरूलाई नि सम्झिन चाहे आज तपाईँसँग कुरा भएको बेला, हाम्रा अब सबसे पहिला केदारनाथ तिमिल सिन्हा हुनुहुन्थ्यो। उहाँले चाहिँ अब यो राजा वीरेन्द्रको मृत्युकोदेखि अब यो महाभूकम्पहरूदेखि यी सारा भविष्यवाणी पहिले गर्नुभएको थियो। त्यो पहिले फिक्स देखिसक्नु भएको थियो। त्यो कसरी? अनि अब त्यो जुन अब हामीले कुनै पनि देशको जन्म कुण्डली, जस्तो अब हामीले व्यक्तिको जसरी कुण्डली बनाउँछौँ त्यसै गरी त्यो देशको जन्म कुण्डली अनुसार हामीले चाहिँ भविष्यवाणी गर्न सक्छौँ है। तर कतिपय अब कालखण्डमा अब कानुनको कुराहरूलाई चाहिँ मध्यनजर गरेर हामीले कति कुरा भन्न नमिल्ने पनि हुन्छन्, कति कुरा बोल्न नमिल्ने नै हुन्छन्, त्यसलाई मिलाएर नै बोल्नुपर्ने हुन्छ देशको प्रदेशको अवस्था अनुसार। तर व्यक्तिको कुराहरूमा त हामीले त्यसलाई कसरी हुन्छ राम्ररी नै भन्न कोसिस गर्छौँ हामीले। त्यो अनुसरणमा जाँदै गर्दाखेरि यो अर्का गुरु हुनुहुन्छ हाम्रा लोकराज, डाक्टर लोकराज पौडेल। उहाँ अहिले नेपालको नेपाली ज्योतिषहरूको लागि उहाँले एउटा अत्यन्तै सराहनीय काम गर्नुभएको छ। हाम्रा डाक्टर माधवराज पाण्डे पनि हुनुहुन्छ, उहाँले पनि धेरै राम्रो कामहरू गर्नुभएको छ। अहिले नेपालमा नेपालको राष्ट्रिय धर्मसभा नेपालमा हाम्रा प्राचार्य डाक्टर माधव भट्टराई गुरु हुनुहुन्छ, उहाँको श्रीमती कान्ता भट्टराई। उहाँहरूले अहिले नेपालमा चाहिँ एकदमै धार्मिक संस्थाहरूमा राम्रो कामहरू गरिरहनु भएको छ। देश विदेश जानुहुन्छ, अमेरिका कता गएर पूजाहरू गरिरहनुहुन्छ। अनि त्यसपछि अहिले हाम्रो विश्व ओल्ड एस्ट्रो फेडरेसन भनेर एउटा चाहिँ अब विश्व ज्योतिष महासङ्घ जुन खडा गर्नुभएको छ त्यो डाक्टर लोकराज पौडेलले गर्नुभएको छ। उहाँकोमा अहिले यति स्टुडेन्टहरू छ यो सब्जेक्टमा पढ्ने, अब यति धेरै ज्योतिषहरूलाई सङ्कलन गर्नुभएको छ। अब अर्को फेरि दक्षिण एसियाली ज्योतिष महासङ्घ भनेर हाम्रो डाक्टर उहाँको नाम झट्टै बिर्सेँ, अनि उहाँ डाक्टर सहदेव जी उहाँ त्यहाँ हुनुहुन्छ, उहाँले त्यो गर्नुभएको छ। फेरि यता नेपाल ज्योतिष परिषद भनेर अर्को हुनुहुन्छ, त्यहाँ केशव प्रसाद धिताल हुनुहुन्छ। उहाँहरूले अहिले नेपालमा एक किसिमको पुरै धार्मिक क्षेत्रलाई यति राम्रोसँग अगाडि बढाउनु भएको छ। उहाँ गुरुहरूको
अब मैले यो किन जोडेँ हजुरसँग भने अब उहाँहरूको याद आयो क्या त्यो जुन प्लेटफर्ममा उहाँहरूले पढाउनु भयो सिकाउनु भयो आज अब यो ठाउँमा उहाँहरूले पुर्याउनु भयो यो उहाँहरूले पुर्याएको हो म आफै आएको होइन उहाँहरूले त्यो टाइममा नसिकाएको भए उहाँहरूले त्यो टाइममा यो कुराहरूमा तैँले यसरी पढ्नुपर्छ नभनेको भए सायद आज यो हङकङमा आएर यो सेन्ट्रलको यो ठाउँमा चाहिँ सायदै अब यो किसिमको हामीले अन्तर्वार्ता दिन पाउने थिएनौँ हामी यसरी बोल्न पाउने थिएनौँ यो उहाँहरूको देन छ त्यसमा उहाँहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु है र मेरो साथमा मलाई अब यो ठाउँसम्म आइपुग्नलाई मेरो भाइ डाक्टर विकास दुलाल पनि ऊ अहिले पिएचडी गर्यो उसले पनि यति धेरै मलाई चाहिँ सहयोग गर्यो कि पछाडि उसले नि अत्यन्तै धेरै सहयोग गरेर साथ दिएर यो ठाउँसम्म आइपुग्यो र यो ठाउँमा आएर तपाईँसँग यो बारेमा यो अहिले एकदमै जुन तपाईँले जुन अहिले क्वेसन राख्नुभयो यो एकदमै महत्त्वपूर्ण क्वेसन हो किनकि मान्छेले मर्नै पर्छ नि त होइन र यो जुन अब गाडेर गर्ने जुन परम्परा भएको हुनुहुन्छ उहाँहरू पनि त्यो गल्दै जाँदा त लास्टमा हड्डी पनि गल्छ नि कति वर्षपछि त्यो त समाप्तै हुन्छ नि त उहाँहरूको त्यहाँ एक किसिमको ऊ चाहिँ यहीँ छ है ऊ चाहिँ यहीँ बसिरहेछ है भनेर उसको त त्यहाँ एउटा थानै बनाइन्छ त्यसलाई कपुरथान भनिन्छ त्यो त्यहीँ उनीहरूको बनाइ छ त्यहाँ उहाँहरूले गएर वर्षमा पितृपूजा गर्ने त्यस्तो चलन पनि छ त्यो भएकोले अब यो आत्मा जुन छ यो चाहिँ एक किसिमको हाम्रो अर्को जन्ममा केही न केही भएर जन्मेकै हुन्छ तपाईँको कर्म के छ तपाईँले कस्तो कर्म गर्नुभयो अब राम्रो कर्म गर्नुभयो या नराम्रो कर्म त्यो कर्म अनुसारको चाहिँ तपाईँले फल पाउनुहुन्छ र आई थिङ्क अब पडकास्टको हामी अन्तिम समय आइपुग्यो र त्यही भन्ने क्रममा चाहिँ अघि जन्मकुण्डलीकै कुरा भएको थियो र मलाई एउटा प्रश्न गर्न मन परेको तपाईँलाई अब के तपाईँले अहिले हुन्छ नि अब मेरो नाम मेरो थर मेरो हुन्छ नि जन्मकुण्डली हेऱ्यो भने चाहिँ मेरो फ्युचर प्रेडिक्ट गर्न सक्नुहुन्छ ओके तिम्रो चाहिँ यस्तो राम्रो नराम्रो त्यो त सजिलै सकिहालिन्छ त्यो त त्यस्तो भएन तपाईँको अब आफ्नो जन्मकुण्डली जन्म टाइम समय भइसकेपछि मैले त्यसलाई चाहिँ अब कुन नक्षत्रमा कुन घडीमा कसरी जन्म भयो त्यो कुरा चाहिँ मैले राम्रोसँग बताउन सक्छु तर धर्ममा के हुन्छ भने जातीय विभेद भयो भने त्यो सर्व चाहिँ विषालु हुन्छ धर्म यस्तो कुरा हो धर्ममा तपाईँले जुन कुरा चाहिँ सत्य होइन त्यो धर्मै हुँदैन होइन जुन कुरा सत्य होइन त्यो धर्म पनि होइन र धर्मको संस्कार मात्र मान्छेले त्यसलाई चाहिँ कर्तव्यले चिनाउने हो त्यसको मतलब तपाईँको जब आफ्नो वास्तविक जन्ममिति भइसकेपछि अब कहिलेकाहीँ कति मान्छेले के गर्छ भने जन्ममिति ढाँट्छ उहाँलाई चेक गरौँ न त कतिको जान्नु हुँदो रहेछ टाइमिङ कन्फर्म फिक्स दिएको हुँदैन कतिजनाहरू जब त्यो क्याटेगोरीको दाजुभाइ दिदीबहिनीहरूको चाहिँ कुरा नमिलेको पनि हुन्छ अब चिना मिल्यो तपाईँको टाइम मिल्यो एक्ज्याक्ट सबै ठिक छ भने त्यो त 100% मिल्छ किनभने त्यसमा गणितीय सूत्र हुन्छ गणितीय भविष्यवाणी हुन्छ गणितीय कुराहरू त्यसमा सबै गणितहरू हुन्छन् तर यति मात्रै फरक हो चाहिँ ज्योतिष शास्त्रमा तपाईँले चाहिँ जम्मा 60 घडी हुन्छ है 60 घडीमा जब 60 घडीसम्मलाई हामीले चाहिँ 60 पोला 60 घडी 60 पोला बराबर चाहिँ 1 घडी हुन्छ जब अब 59 घडी 59 पोला भयो भने त्यसलाई 59 घडी 59 पोलै लेखिन्छ तर 60 पोला हुने बित्तिकै त्यसलाई 60 लेखिँदैन 1 घडी लेखिन्छ त्यो भएकोले यसमा चाहिँ 60 को अब फेरि हातमा लागेको 1 जस्तो आउँछ अलिकति म्याथ यसको फरक छ होइन तर उता हाम्रो अब गणितको म्याथ र यो चाहिँ अलिकति यो धेरै भाष छ यो धेरै डिपमा छ तर एउटै हो गणित दुईटै गणित एउटै हो एकमा एक जोड्दा त दुई नै हुन्छ होइन बारी भाव त्यो कारणले गर्दा यो कन्डिसनलाई चाहिँ यो जुन अब हामीले के भन्छौँ भने एउटा चाहिँ इङ्ग्लिसमा भनाइ छ एजुकेसन विदाउट क्यारेक्टर साइन्स नो एजुकेसन विदाउट चार्टर साइन्स विदाउट ह्युम्यानिटी नलेज विदाउट हार्मोनी आर द अनलेस डेन्जरस जुन तपाईँको कुनै पनि अब चरित्र बिनाको शिक्षा र मानवता बिनाको विज्ञान चाहिँ त्यो नैतिकता बिनाको ज्ञान निरर्थक जस्तै हुन्छ त्यो एकदम खतरापूर्ण हुन्छ त्यो डेन्जर जब तपाईँको लाइफमा चाहिँ कुनै कुरा जान्नु छ बुझ्नु छ मैले केही न केही गर्नु छ भन्ने लाग्छ भने चाहिँ तपाईँले एकदम सही तथ्य कुरामा चाहिँ
आधारित भएर तपाईँले गर्नुभयो भने तपाईँको जीवनमा 100% सक्सेस त प्राप्त हुन्छ, सफलता प्राप्त हुन्छ। यसमा दुई मात्रै छैन, एकदमै तपाईँको आफ्नो जीवनमा भएका घटिसकेका र अब घटिरहेका र घट्नेवाला कुराहरू चाहिँ त्यसबाट मजाले चित्रण गर्न सकिन्छ। ओके गुरुबा, अब समयले नै माफ माग्न थाल्यो। अब मेबी अब हामी अर्को कुनै एपिसोडमा फेरि म तपाईँलाई डेफिनेटली बनाउने छु। एकदम तपाईँलाई आजको लागि तपाईँको अमूल्य समय छुट्याएर यहाँ आइदिनु भयो, त्यसको लागि एकदमै धन्यवाद। र अब बाँकी कुराहरू हामी अर्को कुनै एपिसोडमा गरौँला। र तपाईँले केही कुराहरू थप्नु छ भने भन्दा हुन्छ अहिले। होइन, अब मैले अन्तिममा सत्य नै उत्तम नीति हो, सत्य नै उत्तम नीति हो। यस कारणले गर्दाखेरि अब भनिन्छ नि, अब यो सत्यलाई आधार मानेर अब संसारभरि जति पनि तपाईँको यो हाम्रो दुईजना बोलेको सामान्य एउटा कुराकानीलाई सबैजनाले मन पराइदिनुहोस्, हेरिदिनुहोस् यसलाई जति सक्दो। र यो हेरिसकेपछि तपाईँहरूले चाहिँ अब भद्र कमेन्टहरू गर्नुहोस्। यदि तपाईँहरूलाई केही कुराको जानकारी गर्नु छ, होइन, केही कुरा लिनु छ भने तपाईँहरूले हाम्रो भाइलाई सम्पर्क गर्नुहोस्। उहाँलाई सम्पर्क गरेपछि मलाई सम्पर्क गर्न सकिन्छ। र त्यसमा कुनै कुरा चित्त बुझेन, केही कुरामा समस्या भयो, कुनै कुरा तपाईँहरूलाई समस्या छ भने हामी त्यसको सल्युसन पनि गर्छौँ। र आजको दिनमा तपाईँ लगायत उहाँ भाइलाई पनि एकदमै धेरै धन्यवाद। र यो जुन समय दिनुभयो, मौका दिनुभयो, यसको लागि पनि म हृदयदेखि फेरि एकचोटि आभार व्यक्त गर्छु, धन्यवाद प्रकट गर्छु। र तपाईँहरूको जिन्दगीमा एकदमै राम्रो उन्नति प्रगति होस् भन्ने शुभकामना पनि दिन चाहन्छु। र आजको जुन हाम्रो यो बसाइ, जुन भेटघाट अत्यन्तै रमाइलो भयो र एकदम राम्रो भयो भन्ने कुरामा म चाहिँ विश्वस्त पनि छु। के छ समाप्त मन्त्र के हुन्छ? एउटा मन्त्र मैले यहाँ ल्याएको छु, होइन। अब त्यो पनि एउटा हामीले सुरुवातको जसरी हामी गऱ्यौँ, अब लास्टको नि मैले एउटा सानो गर्छु भनेर ल्याएको छु। अब त्यही अनुसारले हामी अन्त्य गरौँ न त है। हुन्छ ल। मैले त अझ यहाँ धेरै कुराहरू ल्याएको थिएँ, तर अब मैले समयको उसले गर्दाखेरि चाहिँ धेरै कुराहरू अझ भन्न पाएन। ठिकै छ, अब हामी अर्को एपिसोडमा चाहिँ फेरि अझै यसको भन्दा नि यो अझ विस्तृतमा जाउँला। अब त्यो अनुसारले हामीले कुनै पनि पूजापाठ गर्दा होस्, काम गर्दा होस्, हामीले चाहिँ अब यसलाई विसर्जन गर्ने जुन कुरा छ, अब त्यो एउटा म हल्का थोरै पढ्छु है त ल। ओम यान्तु देवगणा सर्वे पूजामदाय पार्थिवम् इष्टकाम प्रसिद्ध्यार्थं पुनरागमनाय च गच्छ सुरश्रेष्ठ सस्थानं परमेश्वर यत्र ब्रह्मादयो देवस्तत्र गच्छ सुरेश्वर आवाहनं न जानामि विसर्जनं मन्त्रपूजा न जानामि क्षमस्वर परमेश्वर। ओ Okay, finish. That's a wrap. धन्यवाद गुरुबा।